नमस्ते सबैजनालाई तपाईहरुलाई स्वागत छ हाम्रो भिडियो च्यानल आकाश बायोलोजीमा। म डाक्टर आकाश राउत र हरेकचोटी म तपाईहरुमाझ केही न केही नयाँ न्यूजहरु साझा गरि नै रहेको हुन्छु। र अहिले नै भर्खरै आएको छ एम्बेसी अफ इन्डियाले कम्प्लेक्स स्कलरशिप स्किम को बारेमा नोटिस ल्याएको छ र त्यही बारेमा हामी बुझौं है त आज। सो नोटिस चाहिँ यस प्रकारको छ। एम्बेसी अफ इन्डिया काठमाडौँ इन्भाइट्स एप्लिकेशन्स फर अन्डर ग्रेजुएट कोर्सेस अन्डर कम्प्लेक्स 2025 स्कलरशिप स्किम। यसमा मुख्य तरीमा 3-4 वटा फ्याकल्टीमा दिने गरिन्छ। पहिलो भनेको इन्जिनियरिङ फ्याकल्टीको लागि हो, त्यस्तै अर्को भनेको फार्मेसी, तेस्रो एग्रिकल्चर, चौथो भनेको फुड टेक र पाँचौं भनेको बीएससी नर्सिङ है त। यो सालको लागि यो 5 वटा कुरामा चाहिँ खुलिएको छ है त। अब यसको चाहिँ नोटिस स्टार्ट भएको भनेको अनलाइन रेजिस्ट्रेसन 26 जुनबाट स्टार्ट भएको हो र लास्ट डेट फर कम्प्लिसन अफ अनलाइन रेजिस्ट्रेसन एन्ड सबमिसन अफ एप्लिकेसन। सो पहिलोमा तपाईले चाहिँ फर्स्ट स्टेप भनेको त अनलाइन रेजिस्ट्रेसन खुल्नु थियो। दोस्रो भनेको यो कहिलेसम्म हो त 9 जुलाईसम्म हो, यो थाहा राखिराख्नु पर्छ। अर्को भनेको ब्याङ्क भाउचर बुझाउने समय भनेको कहिलेसम्म हो त 11 जुलाईसम्म हो र तपाईले लास्ट डेट अफ फिलिङ अफ चालानहरु सबै अपलोड गर्नुपर्ने भनेको 13 जुलाईसम्म हो। सो मेरो हिसाबले जसले यो बारेमा एप्लाई गर्न चाहनुहुन्छ उहाँहरुले चाहिँ 9 मा है तपाईहरुले सबै कुरा गरिहाल्नुस् है त। यसले भनेको अर्थ लास्ट डेट अफ फर्म एप्लिकेसन भनेको 9 जुलाई, ब्याङ्कबाट चलान लिनको लागि 11 र डिपोजिट गर्नलाई लास्ट भनेको 13 जुलाईसम्म हो है त। र यसको लागि चाहिँ एक्जाम कस्तो हुन्छ सीबीटी लेभल है त। सीबीटी भनेको कम्प्युटर बेस्ड टेस्ट हुन्छ। यो 4th वीक अफ जुलाईमा चाहिँ हुने छ है त। र एलिजिबल क्यान्डिडेट्सहरुले आफ्नो एडमिट कार्ड पनि त्यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ इन्डियन एम्बेसीको वेबसाइटबाट, यही दिएकै छ है त। कोर्सेज यस प्रकारका छन् र त्यसको एलिजिबिलिटी है त। फर्स्टमा बीई र बीटेक द्याट इज ब्याचलर इन्जिनियरिङ और ब्याचलर इन टेक्नोलोजीमा 60% मार्क एग्रिगेट हुनुपर्छ है त। र 50% मिनिमम मार्क इङ्ग्लिस इन क्लास 12 है त। र एटलिस्ट 60% मार्क्स इन इच सब्जेक्ट फिजिक्स, केमिस्ट्री र म्याथमेटिक्समा छ इन क्लास 12 र इक्विभ्यालेन्ट टु 10+2 है त। तपाईहरुको ग्रेडमा आएको छ भने एनईबीले यसलाई पर्सेन्टेजमा क्ल्यारिफाई गरिदिन्छ, पर्सेन्टेजमा कन्भर्ट गरिदिन्छ। र यिनीहरुले मेनली हेर्ने भनेको क्लास 12 को रिजल्ट है, क्लास 11 को क्लास 12 को हेर्छ। अर्को भनेको बीएससी एग्रिकल्चरको लागि पनि सेम जस्तै नै छ। 60% मार्क एग्रिगेटमा हुनु पर्यो, मिनिमम 50% मार्क इन इङ्ग्लिस इन क्लास 12 र यहाँ जुन 60% छ यहाँ भनेको तपाईहरुले 55% मार्क्स मात्र हुन्छ। फिजिक्स, केमिस्ट्री र बायोलोजी हुनु पर्यो है त। फार्मेसीको लागि पनि यहाँ माथिको सबैको हेर्नु, माथिको सबैको सेम छ है त। इङ्ग्लिसमा एटलिस्ट 50% र टोटलमा 60%। यसमा चाहिँ 60% एग्रिगेट हो। अरु सबैमा चाहिँ हामी कति हेर्न सक्छौं त 55% एग्रिगेट छन् है त। क्लियर। क्लास 11 मार्क्स नट टु बी इन्क्लुडेड यहाँ भनिसकेको छ। मैले भनेकै छु ओन्ली मार्क्स कतिको हो त क्लास 12 को। जसको ग्रेड छ उहाँहरु एनईबीमा जान सक्नुहुन्छ र एनईबीले त्यो कुराहरुलाई के गर्दिन्छ नि त कन्भर्ट गर्दिन्छ नि त पर्सेन्टेजमा। सिलेक्सन प्रोसेस अघि नै मैले भनिसके। जसले फर्म भर्नुहुन्छ एलिजिबिलिटी क्राइटेरियामा एउटा कम्प्युटर बेस्ड टेस्ट हुन्छ है त। यो कम्प्युटर बेस्ड टेस्ट कसले गराउँछ त एम्बेसी अफ इन्डियाले गराउने गरेको छ है त। र तपाईको यहाँ यो पनि भनिदिएको हुन्छ है त, तपाईको नाम मानौ नोमिनेसनमा आयो भनेको अर्थ तपाईको त्यहाँ एडमिसन हुन्छ भन्ने छैन। तपाईको जुन के भन्छ एम्बेसीले चुनिसकेपछि तपाईको सर्टिफिकेट त्यहाँ जान्छ जुन युनिभर्सिटीमा छ, त्यहाँबाट युनिभर्सिटीबाट पनि रिसिप्ट आएपछि मात्र तपाईको स्कलरशिप कन्फर्म हुन्छ। भनेको अर्थ सिम्पल भाषामा बुझ्यो भने नाम निकाल्नु भयो भने हुन्छ है त। त्यति चाहिँ कुरा थाहा राख्नुस्। अनि यो भर्न सक्ने भनेको कसले हो त है त। क्यान्डिडेट्स हु हेभ अलरेडी पास्ड क्लास 12 और इक्विभ्यालेन्ट 10+2 सीबीएसई स्ट्यान्डर्ड इन इन्डिया मे अल्सो एप्लाई है त। क्लियर। अनि सर्टिफिकेट फ्रम एआई न्यू दिल्ली मस्ट बी प्रोड्युस्ड एट द टाइम अफ एडमिसन। यो कति बेला हो त जो इन्डियामा पढ्नु भएको छ उहाँहरुले चाहिँ अनलाइन पनि अप्लाई गरेर पाउन सक्नुहुनेछ। अनि यो साल चाहिँ 10+2 दिनु भएको विद्यार्थीहरु जो अहिले इन्ट्रान्स प्रिपेयर गर्नु भइरहेको हुनुहुन्छ उहाँहरुले पनि दिन सक्नुहुन्छ। तपाईको रिजल्ट आएको छैन भने केही कुरा छैन है त। तर तपाईको जस्तो फर एक्जाम्पल एक्जाममा पास भइहाल्नु भयो, त्यसपछि तपाईले के हुन्छ क्लास 12 को रिजल्ट आयो नि, क्लास 12 को रिजल्ट आएको विदिन 3 डेजमा है त। विदिन 3 डेजमा तपाईले एम्बेसीमा आफ्नो एजुकेसन विङमा गएर तपाईले के गर्नुपर्छ आफ्नो क्लास 12 को रिजल्ट बुझाउनु पर्ने हुन्छ। सो जो फ्रेशर पनि विद्यार्थी छ उहाँहरुले पनि मज्जाले एक्जाम दिन सक्नुहुन्छ। र तपाईले फर्म भर्दाखेरि आफ्नो इमेल इन्डिभिजुअल इमेल दिनुपर्छ र त्यसमै सबै इन्फर्मेसन आउने पर्छ। क्लियर।
अनि रिक्वेस्ट अफ चेन्ज अफ कलेज इन्स्टिट्युसन आफ्टर प्लेसमेन्ट अर फर ट्रान्सफर अफ स्कलरसिप विल नट बी इन्टरटेन्ड अन्डर एनी सर्कमस्टान्सेस। तपाईँले फर्म भर्नुभन्दा अगाडि फर्म भर्ने बेलामै तपाईँलाई धेरै कलेजहरूको नामहरू चाहिँ दिएको हुन्छ है त त्यहाँ अप्सन्समा। अनि त्यो कलेजहरूको नाम तपाईँले पहिले चुनिहाल्नुपर्छ। नाम निस्किसकेपछि होइन म यो कलेजमा पढ्दिनँ, मलाई अर्को कलेज दिनु, यही भित्रको भन्न पाइने छैन है त। त्यस्तोमा तपाईँको स्कलरसिप पनि क्यान्सल हुनसक्छ। क्लियर? अब तपाईँले चाहिँ यो के हो त, सबै एप्लिकेसन अनलाइन मात्र भर्ने, अफलाइन चाहिँ छैन। यहाँ चाहिँ वेबसाइट पनि दिएको छ, यो वेबसाइटबाट तपाईँ चाहिँ भर्न सक्नुहुनेछ। यसमा चाहिँ 3वटा स्टेप्स हुन्छन्। अनि तपाईँले केही पनि गर्नुभन्दा अगाडि पुरै इन्स्ट्रक्सन मजाले पढ्ने। भर्दाखेरि कुनै पनि तपाईँले मिस्टेक गर्नुभयो भने त्यो तपाईँको सोल रिस्पोन्सिबिलिटी हुन्छ। एकपल्ट एप्लिकेसन सबमिट भएपछि एडिट गर्न पाइँदैन। त्यही भर्दाखेरि एकदम सोचे सम्झेर भर्ने। र कुनै पनि विद्यार्थीले म सबैमा भर्छु भने हुँदैन। तपाईँले 2वटा कुनै कोर्सेस मात्र एकपल्टमा चुन्न सक्नुहुन्छ। त्यो पनि तपाईँको एलिजिबिलिटी क्राइटेरिया म्याच गर्यो भने मात्रै हो। क्लियर? अनि तपाईँले आफ्नो एप्लिकेसनहरू विदिन टाइममै सबै सबमिट गर्नुपर्छ। यताउति गर्नुभयो भने, ढिलो भयो भने तपाईँलाई इन्डियन एम्बेसीले इन्टरटेन गर्दैन लास्ट मिनटमा। अनि तपाईँले है त इन्डियामा जस्तो स्टडी इन इन्डिया आइडी हुनुपर्छ, इमेल आइडी हुनुपर्छ, मोबाइल नम्बर चाहिँ हुनुपर्छ। क्लियर? ल, स्टडी इन इन्डिया आइडी भनेको एनओसी पनि भयो, अर्को तपाईँको लाइक पासपोर्टहरू पनि हुन्छ, ती जस्ट नामको लागि आइडीबाट हुन्छ के। अनि जुन तपाईँको यहाँ भनेको छ है त क्लास 12 को ग्रेड नहाल्ने है तपाईँले एबिसिडी के हाल्ने त यसको इक्विभ्यालेन्ट पर्सेन्टेज मस्ट बी इन्डिकेटेड। र यो तपाईँको एक्जामिनेसन बोर्डले गरिदिन्छ। तपाईँ एनइबीमा अहिले पनि जानुभयो भने, एप्लिकेसन दिनुभयो भने सबै थोक एनइबीले गरिदिने गर्दछ है त। र बिई र बिटेकले एटलिस्ट 3वटा स्ट्रिम चाहिँ चुज गर्नुपर्छ है त। क्लियर? अब तपाईँले चाहिँ बुझिहाल्नुभयो यो बिटेकमा सिभिल हुन्छ, मेकानिकल हुन्छ, आर्किटेक्ट, इन्जिनियरिङ हुन्छ, धेरै प्रकारको हुन्छ। सोचे सम्झेर चाहिँ भर्ने। पछि नाम निस्केपछि होइन म यो त पढ्दिनँ, म अर्को पढ्छु भन्न पाइने छैन हो। तपाईँले यसमा एनआइटी, आइआइटीको पनि कलेज, ट्रिपल आइआइटी पनि कलेज एप्लाई गर्न सक्नुहुन्छ। तर त्यसको लागि तपाईँले के भन्नु पर्थ्यो त 25-26 को जेई मेन र जेई एडभान्स एक्जामिनेसनमा क्वालिफाई गर्नुपर्ने हुन्छ। त्यही भएर यदि तपाईँलाई जस्तै हुन्छ नि इन्डियामा पढ्नको लागि निट चाहिन्छ नि, त्यस्तै इन्डियामा आइआइटी जेईमा पनि यसमा चुन्न पाइन्छ। तर तपाईँले त्यसको एडभान्स, मेन र एडभान्स दुवै क्लियर गर्नुपर्ने हुन्छ। धेरैजना विद्यार्थीहरू त्यो पनि क्लियर गरेका छन्। र क्यान्डिडेट ह्याज टु चुज एटलिस्ट 5 है त, 5वटा चाहिँ चुन्नुपर्ने हुन्छ। र तपाईँको प्रिफरेन्स हिसाबले 1 2 3 4 5 चाहिँ गर्ने है त। र फी एकपल्ट डिपोजिट भएपछि फिर्ता चाहिँ हुने छैन। अब एप्लाई कसरी गर्ने त यहाँ हेर्न सक्नुहुन्छ है त। तपाईँले यो वेबसाइटमा जाने, सबै कुरा त्यहीँ दिएको हुन्छ। अनि तपाईँलाई के हुन्छ, तपाईँ आफ्नो फोटोग्राफको एउटा हुन्छ 100 देखि 200 KB, तपाईँको सिग्नेचर गर्दाखेरि याद राख्ने है त। यो बेलामा थाहा हुँदैन कस्तो सिग्नेचर हाल्ने, सिग्नेचर चाहिँ मजाले हाल्नुपर्छ। जुन डकुमेन्ट हुन्छ सबैको स्क्यान्ड कपी मजाले त्यहाँ सबमिट गर्ने। क्लियर? अनि तपाईँले चाहिँ जसको क्लास 12 को रिजल्ट छैन भएको अहिलेसम्म आएको, उनीहरूले चाहिँ आफ्नो कलेजमा गएर प्रिन्सिपलसँग या कलेजको ट्रस्टीसँग एउटा लेटर बनाउने कि मेरो अहिले म यो कलेजमा पढेको छु, क्लास 12 भएको छ, इक्जाम दिएको छ, रिजल्ट आएको छ भने लेटर बनाइदिन्छ है त। र त्यसपछि तपाईँले आफ्नो ब्याङ्क चलान चाहिँ है त, एउटा ब्याङ्क चलान पाउनुहुन्छ सबै सबमिट गरेपछि। र ब्याङ्क चलान भनेको है त आफ्नो ब्याङ्कमा गएर डिपोजिट गर्ने समथिङ रुपियाँको हुन्छ, 300-400 को बढीभन्दा बढी हुन्छ है, त्योभन्दा बढीको चाहिँ हुँदैन। क्लियर? अब तपाईँ त्यसपछि भइसकेपछि है त अनलाइन एप्लाई गर्नुहोस् है त। क्लियर? यो अनलाइन एप्लाई गर्न सक्नुहुन्छ। यहाँ त्यसपछि स्टडी इन इन्डिया आइडी, नेम, भ्यालिड मोबाइल नम्बर, भ्यालिड इमेल आइडी सबै कुरा दिने है त। र त्यो गरिसकेपछि है त त्यसपछि तपाईँले के गर्न सक्नुहुन्छ त है त, फिलअप र सबमिसन भइसकेपछि यहाँ तपाईँको आफ्नो गो टु एप्लिकेसन, लगइन आइडी र पासवर्ड सबै कुरा एप्लाई गर्ने है त। र त्यसपछि तपाईँको पर्सनल कोर्स के हो, कम्युनिकेसन डिटेल्स, एजुकेसनल क्वालिफिकेसन सबै कुरा मजाले भर्ने है त। र एकपल्ट स्टेप 2 सबै हालिसकेपछि कुनै पनि चेन्ज र एडिट गर्न सकिने छैन। क्लियर? अनि त्यसपछि कति रुपियाँ छ मैले भनेको थिएँ नि,
एप्लिकेसन कति रुपियाँ हो त 400 रुपियाँ नेपाल एसबिआई ब्याङ्कमा चाहिँ गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ तपाईलाई के दिएको छ त यसको ब्याङ्क एकाउन्ट नम्बर पनि दिएको छ। एज लिमिट कति हो त 16 वर्षदेखि 23 वर्षसम्मको मात्र मान्छेले हो र यति है त जुलाई 1 सम्म तपाईको 23 वर्ष नकट्नु पर्ने हुन्छ अनि मात्र एप्लाई गर्न सकिन्छ। र त्यसबाट पनि केही बुझ्न सक्नु भएन भने यो तपाईको हेल्प डेस्क हो, यहाँ तपाईले मेल गरेर बुझ्न सक्नुहुन्छ। क्लियर। र यसमा कुनै पनि थर्ड पार्टी मान्छेलाई इन्भल्भ नगराउने। कति मान्छेले भन्छन् नि कि म तपाईको गराइदिन्छु, यहाँ भनि नै सकिया छ मिडल म्यानहरूलाई नगर्ने है त, यो मिडल म्यान थ्रुबाट हुँदैन, यो तपाईलाई सरासर भनिसकिया छ। त्यही पनि कति मान्छे गर्छन् अनि त्यसपछि आफ्नै पैसा खेर जान्छ। हेर्नु है त। र ग्रिभियन्स रिड्रेसल फर्म है त, तपाईले लाइक कहिलेकाहीँ के हुन्छ त तपाईले कम्पेक्समा जम्मा पनि गर्नुहुन्छ पैसा र त्यसपछि तपाईको लाइक त्यो आएन नि स्क्यान कपी, त्यति बेला तपाईँ ब्याङ्कमा गएर आफ्नो क्यान्डिडेट रेजिस्ट्रेसन नम्बर कोर्स एप्लाइड सबै कुरा दिएपछि फेरि तपाईको ग्रिभेन्स पनि हुन सक्छ। यो चाहिँ एउटा सिम्पल फर्म थियो, मैले सबै कुरा बुझाइदिएको। डिटेल तपाईले कम्पेक्स स्कलरशिप स्किमको तपाईँ वेबसाइटमा पनि गएर पत्ता लगाउन सक्नुहुन्छ। केही यस्तै इन्फर्मेसनहरू चाहिएको छ भने मलाई चाहिँ भन्नु होला। यदि भिडियो मन पर्यो भने लाइक गरिदिनुस् र धेरैजनामा सेयर गरिदिनुस् सो द्याट सबैजनाले यो इन्फर्मेसन पाउन सक्नुहुनेछ। हस्त धन्यवाद सबैलाई। ल, अल द भेरी बेस्ट।